के हामीहरूसँग त्यस्तो दिन हुन्छ होला र जहाँ हामी नरिसाइकन आफ्नो दिन बिताउँछौँ? सायदै हुन्छ होला, किनभने हामीले यो रिसलाई चाहिँ एउटा प्राकृतिक प्रक्रिया ठान्छौँ अनि यसलाई सामान्य मानेर यसलाई धेरै इम्पोर्टेन्स पनि दिँदैनौँ। तर बाह्रमा चाहिँ दुईजना व्यक्तिले आफ्नो म्यानेजरलाई जागिरबाट निकालिदियो भनेर हत्या गरेका छन्। कारण के होला? त्यही रिस जुन हामीले सामान्य ठान्दछौँ। रिस प्राकृतिक प्रक्रियाले नभई विभिन्न कारणहरूले गर्दा आउने गर्दछ। जस्तै खतरा वा अपमान महसुस हुँदा, आफूले भने जस्तो नहुँदा, अरूलाई कन्ट्रोल गर्न खोज्दा, आफ्नो इगो अनि आदि इत्यादि। रिसको कारण पत्ता लगाउन अनि स्वीकार्न एकदमै बढी गाह्रो हुन्छ। त्यसैले हामीले यसलाई चाहिँ प्राकृतिक प्रक्रियाको रूपमा लिने गर्दछौँ। तर जति नै हामी ढिलो गर्छौँ यसको कारण पत्ता लगाउन, त्यसले चाहिँ त्यति नै बढी धेरै ठुलो रूप लिने गर्दछ, जुन हामीले माथिको घटनामा पनि सुनिसकेका छौँ। रिसको तत्कालीन हल मुखमा पानी हालेर, लामो सास फेरेर वा केही बेर धैर्य गरेर भए तापनि दीर्घकालीन हल भनेको यसको कारणलाई अन्त्य गरेर हुने गर्दछ। मायाले संसार त चल्ला, तर रिसले भन्न सकिँदैन। यदि रिसले नै सबै हल हुने भए आज यो संसार आधा पानीले होइन आगोले ढाकिएको हुन्थ्यो।